अहिलेका मन्त्रीमध्ये सबैभन्दा धेरै काममा खटिएको देखिरहेका मन्त्री कुलमान घिसिङ हो। महावीर पुन पनि खटिरहेका छन् भन्ने सुन्नमा आउँछ। उनले पनि विभिन्न कामहरू भित्री रूपमा गरिरहेका होलान्, तर अहिले फिल्डमा खटिएको र उनको मन्त्रालय पनि फिल्डमै काम गर्नुपर्ने भएको हुनाले तपाईँ हामीहरूले कुलमान घिसिङलाई धेरै नै फिल्डमा देख्न सक्छौँ। अस्ति मात्रै उनले अहिले निर्माण भइरहेको संसद भवनको अवलोकन गरेका छन्। फिल्ममै गएर राम्रोसँगले उनले अनुगमन गरेका छन्। एक इन्जिनियर पनि भएको हुनाले उनले राम्रो त्यहाँ गएर बारेमा बुझेका छन्। यो धेरै पहिले नै ठेका दिएको भएर अहिलेसम्म निर्माण सम्पन्न नभएको हुनाले पत्रकारहरू मार्फतबाट उहाँले राम्रोसँगले ठेकदारहरूलाई क्वेसन गर्नुभएको छ। हो, यस्तै खालका मन्त्रीहरू भएका थिए भने हाम्रो देशले विभिन्न ठेकापट्टाहरूमा अहिलेसम्म निकास पाइसक्थ्यो होला। विभिन्न आफन्तदेखि लिएर विभिन्न ठेकदार कम्पनीहरूमा घुस खाएर ठेक्का दिने प्रचलनले गर्दा 5 पल्ट 7 पल्ट 10 पल्ट ठेक्काको म्याद थपिन्छ, तर काम कहिल्यै पुरा हुँदैन। यदि काम पुरा हुनलाई समय लाग्छ भने किन सीमित समय तोकेर मात्र ठेक्का दिन्छन् त? हाम्रो सरकारी निकायहरूले पनि ठेकापट्टा दिँदाखेरि यो काम यति समयमा सम्पन्न हुन सम्भव छैन भन्ने थाहा पाएर पनि किन ठेक्का दिन्छ? किन दिन्छ भने बारम्बार त्यो ठेक्का बढ्दै जान्छ, त्यस पछाडि त्यहाँबाट त्यसको लागत पनि बढ्दै जान्छ र त्यसबाट निक्लिने पैसामा यिनीहरूले चलखेल गर्नको लागि यो काम गर्छन्। त्यही भएर कुलमान घिसिङले तथ्यपरक कुरा गर्नुभएको छ। तपाईँहरूले 2 सिटमा काम गर्नुहोस्, तपाईँहरूले मजाले काम गरेर यसलाई सकाउनुहोस्, सानो हो भने सम्भव छ, यो गर्न कुनै ठुलो कुरो छैन, तर तपाईँहरूमा इच्छा शक्ति हुनु पर्यो। तपाईँहरूले कामको सेड्युल बताउनुहोस् भन्नुभएको छ उहाँले। दिल्लीको प्रगति विवरण बताउनुहोस्, त्यसलाई मैले अवलोकन गर्छु मैले हेर्छु भन्नुभएको छ। हो, एउटा मन्त्रीले यसरी हो नि त काम गर्ने भनेको। दिल्ली प्रगति हेरेर त्यसबाट कति काम भइरहेको छ, हिजो कति काम भएर आज कति काम भयो भनेर मन्त्रीले नै म दिल्ली यसको निगरानी गर्छु भन्नुभएको छ। हाम्रो पुरानो संसद भवन जेएनजी आन्दोलनको क्रममा पूर्ण रूपमा ध्वस्त भएको हुनाले त्यसलाई निर्माण गर्न अझै धेरै समय लाग्ने भएको कारणले गर्दा पनि अब आउने निर्वाचन पछाडि सञ्चालन हुने संसद भवन, यही संसद भवनलाई चाहिँ पूर्णता दिएर यही संसद भवनलाई चाहिँ हामीहरूले निर्माण कार्य सम्पन्न गरेर चाहिँ सरकारलाई बुझाउनुपर्छ। अब आउने नवनिर्वाचित संसदहरू यही भवनमा बस्न पाउनुपर्छ, यहीँबाट कार्य सुरु गर्नुपर्छ भनेर उहाँले गर्नुभएको पहल कदमीलाई तपाईँ हामीहरूले एकदमै राम्रो ठान्नुपर्छ।